हजुरहरूमध्ये धेरैजनाले धान लगाइसक्नु होला। धान लगाए सँगसँगै नआइज भन्दा भन्दै पनि झारहरू कति आउँछन्। अब यसरी अटेर गरेर आउने झारलाई नियन्त्रण गर्न हजुरहरूले के गर्नुहुन्छ कमेन्ट गर्नु होला। अब धेरैजनाले कमेन्टमा पक्कै पनि झारनाशक विषादी नै हाल्छु भन्नुभयो होला, किनभने यो झारनाशक विषादी हाल्न एकदम सजिलो छ। तर आजको सजिलोको लागि प्रयोग गरिएको झारनाशक विषादीले भोलिको दिनमा धान लगाउने किसानलाई एकदम गाह्रो पार्छ। कसरी? एउटा त यसले झार मात्रै मार्दैन, किरा खाने भ्यागुता माछा जस्ता जीव पनि मार्छ। अनि त्यो किरा नखाने जीव नभइसकेपछि भोलिको दिनमा किसानले किन किरा बढ्यो भनेर अचम्म मान्नु त सामान्य नै हो। अनि यो झारमारा विष हो। अब यो विषले मानव स्वास्थ्यमा, पर्यावरणमा, वातावरणमा कति असर गर्छ भनेर मैले भनिराख्नु पर्दैन। त्यसो भए झारनाशक विषादी बाहेक के प्रयोग गर्ने त? अब अर्गानिक झार नियन्त्रण गर्ने विधि एकदम कमै छन्। हामीले हाम्रो खेतमा पनि झारनाशक विषादी प्रयोग नगरिकन ती अलिअलि बाँकी रहेका विकल्पहरू प्रयोग गरी झार नियन्त्रण गर्ने प्रयोग गर्न खोजेका छौँ। पहिलो विकल्प हो एजोला। एजोला एउटा जल उन्यु हो जसले झार आउन दिँदैन र सँगै धानलाई मल पनि दिन्छ। एजोला हामीले 2वटा गरामा हाल्नेछौँ। अर्को विकल्पको रूपमा खेतमा ढुटो हाल्दैछौँ। ढुटो चाहिँ एउटा गरामा हाल्नेछौँ। तेस्रो उपायको रूपमा परालको ठुटो वा धुलो एउटा गरामा हाल्दैछौँ। यी सबैले काम गर्ने भनेको झारलाई चाहिने प्रकाश छेकेर झारलाई बढ्न दिँदैन र झार नियन्त्रण गर्छ। यति कुरा हालिसकेपछि हामीले पछि हेर्नेछौँ कुन विधिले हाम्रो फार्ममा राम्रो काम गर्यो भनेर। यो सँगसँगै धान लगाएपछि केही दिनको लागि 5 सेन्टिमिटर पानी जमाउने र त्यसको 10 दिनपछि 10 सेन्टिमिटर पानी बनाइराख्यो भने पनि झार हामीले कम गर्न सक्छौँ। लाइनमा रोपेको हो भने झार गोड्ने मेसिनको प्रयोग गरेर पनि हामीले झारलाई नियन्त्रण गर्न सकियो। अन्त्यमा कुनै उपाय लागेन भने वीर गोर्खालीको पौरखी हातले 2 हप्ताको फरकमा 2-3 पटक झ्याम झार गोड्न पनि सकियो, जसको कुनै साइड इफेक्ट हुँदैन। यी बाहेक अरू कुनै उपायहरू हजुरहरूले गाउँघरमा प्रयोग गर्दै आउनु भएको छ भने कमेन्ट गरेर बताइदिनु होला। आजको लागि यति नै। कृषिका कुरा हेर्दै गर्नु होला। हस्त, धन्यवाद।